भन्दाखेरि भने जस्तो हुने कि तर आजको दिन चाहिँ यस्तो आनन्द भएको छ नि मलाई कि 1.5 महिनादेखि जहिलेदेखि युद्ध सुरु भएको तहिलेदेखि रातभरि पनि सुत्न पाएको छैन, दिनभरि पनि मजाले सुत्न पाइँदैन नि त। जे भए पनि मनमा डर राखेर सुत्न पाउने। तर जतिखेरदेखि आज बिहान म्यासेज आयो नि अब 2 हप्ताको लागि चाहिँ रोकियो अरे भनेर, अनि फटाफट काम गरेर सुतेको के म त आज 5 घन्टा सुतिराखेको कि इमालाई पनि सुताएर आफू पनि उठ्दाखेरि त नि 1 बजे सुतेको, अघि त 5:30 बजेतिर पो उठिराखेको कि यस्तो उठेको त बेलुका साँझको मौसम त आहा के आनन्द फिल भएको हो क्या आजको मौसम हेरेर। यस्तो आनन्द मतलब एक प्रकारको त पिन्जडामा बसेर निक्ले जस्तो कि मतलब हुन्छ पिन्जडामा थिएँ त्यहाँबाट चाहिँ खुल्ला भयो जस्तो मौसम पनि यस्तो। या त कस्तो आनन्दको फिल, न जाडो न गर्मी कि झन् बाहिरतिर गएर खाना खाने त अब के अब भन्नु होइन त्यस्तै त हो नि। अनि मेरो साथीले आज ल नि त आज हाम्रो अब जे भए पनि अब सिजफायर भएको छ, अब चटपटे बनाएर खाइदिउँ न त, बाहिरतिर बसेर केही न केही भने उखाइरहनु भनेर अनि चटपटे बनाएर खाना लागेको। आउनु है त चटपटे मिलेर सबैजना खाम। अब के भन्न सकिन्छ, यस्तै हो। आई मिस यु मेरो साथीहरू होइन, अब पुरानो साथीहरू सबैजना यहाँबाट गइसक्नु। उहाँहरूलाई अब म मनबाट सम्झिराखेको छु। यसरी खानेर केही आयो भने चाहिँ साथीभाइको याद आउँछ कि पहिले 10जना बसेर खाइन्थ्यो, अब आजभरि 10मा 8जना माइनस भएर 2जना छ भने त्यही पनि ठिकै छ। अब साथीहरूको आफ्नो काम हुन्छ, अब यहाँबाट जानुभयो कामहरू, अब त्यस्तै त हो नि जिन्दगानीमा होइन। बाजे बोजू खस्नुभयो, अब यसरी हामी चटपटे खाना लागेको। आउनु है त चटपटे खाम सबैजना मिलेर। र आज हाम्रो चटपटेमा अब आज फेरि सब्बात पनि हुँदा चाड पनि हुँदा बियर पनि पाएन, अनि सुन्तलाको जुस, आज ओरेन्ज जुस मैले हातले नै बनाएर लिएर गएको थिएँ। बियर नपाएपछि त के खाने होइन, जे भए पनि अब खानु त पर्यो, केही न केही ड्रिङ्क गर्नु पर्यो भनेर यो चाहिँ सुन्तलाको जुस। अनि म बबिता ल आउनु है त खाम सबैजना मिलेर चटपटे। बाई बाई।